हजुर जस्तो कि अब तपाईँले यसअघि हेरी कि प्यारी बनाउनु भयो, दुर्भाग्य सोचे जस्तो चलेन। गौँथली बनाउनु भयो, गौँथली त्यो एउटा हिन्दीमा भनाइ छ नि, भगवान् जब देता त छप्पर फाडेर देता भने जस्तै छप्पर फाडेरै दिइरहेछ। हजुर अचानक अब एउटा विदेशी फिल्मले अतिक्रमण गर्यो, म त अतिक्रमण नै भन्छु। तथापि जुन जुन हलमा लागेको छ दर्शकहरूले अपार साथ दिइरहनु भएको छ। हजुर सोच्नु भएको थियो कि 13 दिनमै 10 करोड प्लसको व्यापार गर्छ भनेर? यस्तो फिल्म हामी जब मैले ह्यारी की प्यारीको लास्टतिर मेरो सुमन गिरी भान्जासँग मेरो भेट भयो र उहाँसँग भेट भएपछि अब अर्को फिल्म चाहिँ सुमन गिरीसँग मिलेर बनाउने भन्ने हामीले त्यतिखेरदेखि निर्णय गरेका थियौँ। बिचमा मेरो स्वास्थ्यको कारणले गर्दाखेरि हाम्रो फिल्म ढिलो भयो र हामी अर्कै एउटा फिल्ममा हामी काम गर्ने भइरहेछौँ अरू साथीहरूसँग मिलेर। त्यो मिलेन र बिचबिचमा म भान्जालाई जतिखेर पनि सुमन गिरीलाई के भन्थेँ भने गौँथली बनाऊँ, गौँथली एउटा लभ स्टोरी राम्रो बन्छ, किनभने ह्यारी की प्यारीमा मैले नेपाली दर्शकले के खोज्नु भएको रहेछ भन्ने कुरो ह्यारी की प्यारी बनाएपछि थाहा भयो। 3 करोड डुबाइसकेपछि बल्ल छापाउनु पो दर्शकले के चाहेका रहेछन् भन्ने यस्तो हो, पैसाको कुरो भएन। खाना पकाइसकेपछि, खाना पस्किसकेपछि हेर्दाखेरि चाहिँ राम्रो लाग्यो दर्शकलाई। स्वाद चाहिँ त्यो नखाएको स्वाद मैले उहाँको स्वाद अनुसार पस्किन सकिनँ। अनि त्यो पस्किने क्रममा चाहिँ अनि भान्जासँग कुरा हुँदै जाँदाखेरि चाहिँ लास्टमा ल अब हामी किन त्यो अर्को कुरो पनि नमिलेपछि भान्जासँग गौँथली नै बनाउने भनेपछि गौँथली बनाउँदाखेरि चाहिँ र भान्जाले 10 वर्षको अनुभव, नेपाली जनताहरूले के खोजेको के चाहेको त्यो सबै अनुभव थियो। तर त्यो अनुभवमा उहाँको अर्कै एउटा एक्स्ट्रा अनुभव चाहिँ के थियो भने फिल्म चाहिँ कमेडी हुनुपर्छ है, किन उहाँ कमेडी जनरबाट आउनुभएको। अनि मैले भने फिल्म चाहिँ फिल्म बन्नुपर्छ, त्यसमा कमेडी पनि हुन्छ रोमान्स पनि हुन्छ भन्दाखेरि हाम्रो 1.5 वर्ष त्यसैमा गफ हुँदै जाँदाखेरि लास्टमा त्यो अर्को पनि नमिलेपछि भान्जासँग मेरो कुरा ल अब चाहिँ यही नै बनाउने भयो, अब यही नबनाइकन अब हामी दुईजना मिलेर यही बनाउनुपर्छ भनेपछि चाहिँ हामी यो फिल्ममा लाग्यौँ। जे भन्यो तपाईँले हेरिहाल्नुभयो। यो चाहिँ के हो भने अहिले 10 करोड भन्नुहुन्छ, म चाहिँ के भन्छु भने यो भित्र मनले मलाई राम्रो फिल्म बनाउनु पर्ने र सुमन गिरी भान्जालाई पनि एकदम भित्रैदेखि राम्रो फिल्म बनाउनु पर्ने भएकोले गर्दाखेरि यो यसको सक्सेस भएको। पैसाको हिसाब किताब तपाईँलाई थाहा छ, सबै सुमन गिरी राख्नुहुन्छ, म पैसाको हिसाब किताब राख्दिनँ होइन। त्यो पैसा चाहिँ तपाईँ भान्जालाई सोध्नु। तर पब्लिकको जुन माया पाएको छौँ त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो भएको छ। मैले भान्जासँग कुरा गर्दाखेरि फिल्म राम्रो फिल्म बनाएको छ, चले पनि नचले पनि अर्को फिल्म बनाउने हो भन्ने हाम्रो इच्छा थियो। अब चलेपछि झन् अझ ऊर्जा निस्केको छ हामीमा। तर एउटा के भयो भने अब दर्शकले यति राम्रो माया दिनुभयो, यति दिनुहुन्छ भने त सोचेको थिएन, यति माया दिनुभएको छ कि अब अर्को फिल्म कस्तो बनाउने भन्ने चाहिँ एउटा प्रेसर चाहिँ भएको छ।